बक्स अफिस प्रमोसन कप 2082 अन्तर्गतको यो अर्को विशेष म्याच यति बेला सुरु हुन गइरहेको छ। वरिष्ठ अभिनेता निर्माता ईश्वर थापाले क्यानाडाबाट निर्माण गरेको म्युजिक भिडियो हिउँको आँगन भर्सेस रेशम विश्वकर्माको म्युजिक भिडियो निष्ठुरी मायालु बीचको खेल यति बेला सुरु भइसकेको छ। महेशलाई चान्स हतारिन पुगे महेश। हार्केको मिठो पास शङ्खलाई भुवन रमाइलो मौका छ विशाललाई र विशालको यो सर्ट भने इन्टु सेभ भएर बाहिरिएको छ। कर्नर हिउँको आँगन भर्सेस निष्ठुरी मायालु। विजय बल बनाउँदै र वाह र विजयको यो फितलो सर्ट भन्नुपर्छ। अर्के साथी खोज्दै ब्याक पास सूर्यलाई सूर्यको पास यति बेला विशाल र अलिकति सेल्फिस खेल्दाखेरि यहाँनिर गोल हुनबाट वञ्चित। हिउँको आँगन म्युजिक भिडियो हिउँको आँगन भर्सेस म्युजिक भिडियो निष्ठुरी मायालु बीचको यो रोचक खेल यति बेला विजय बलखन सफल भुवनको यो सर्ट सिधै किपरको हातमा। आफ्नो टिमलाई अग्रता दिलाउनको लागि प्रयास गरिरहेका छन् र विजयलाई पास र विजयको यो सर्ट अहिले भने राम्रो थियो है, तर फ्रेममा भने पार्न सकेनन्। ईश्वर थापाले क्यानाडाबाट निर्माण गरेको म्युजिक भिडियो हिउँको आँगन भर्सेस र यो राम्रो हेडर तर सिधै निष्ठुरी मायालुको खुट्टामा र यो अर्को सर्ट इन्टु सेभ भएको छ। महेश राम्रो स्किल र राम्रो मौका छ यति बेला वाट अ फिनिस गजबको फिनिस यति बेला र निष्ठुरी मायालुले खाता खोल्न सफल भएको छ। सुभाषको टोली निष्ठुरी मायालुले एकको अग्रता यति बेला लिन सफल भएको छ। हिउँको आँगन 0 निष्ठुरी मायालु 1। हर्केलाई दिएको पास अलि हेभी हुनु पुग्यो। वाह स्किल देखाउनु खोज्छ नि साथीहरू। झन्डै मिठो पास एक्लै छन् र महेशको यो निकै खराब सर्ट। मजा आयो। विशालको पास सूर्यलाई सूर्यको पास विजय बलखन सफल र महेशलाई दिने प्रयास थियो। महेश अघि टोलाएर बसेको हुनाले बेलैमा बल खुट्टा पार्न सकेनन् र विजयको यो सर्टलाई विशालले रोकिदिएका छन्। नटमेग गर्ने कोसिस थियो जुन चाहिँ असफल भएको छ। सूर्यलाई पास हिउँको आँगन भर्सेस निष्ठुरी मायालु 5 ओ
महेशको यो निकै दमदार क्वाके सट राम्रो बचाएका छन्। किपरको पास दिने प्रयास थियो र शङ्करको राम्रो कोसिस, गोल भने गर्न सकेनन्। अर्किला पास, ओ शङ्कर बल बनाउँदै, ओ राम्रो सट भन्नुपर्छ तर फ्रेममा भने पार्न सकेनन्। ब्याड लक, पोलमा लागेर बल बाहिरिएको छ। अरे वाह, अरे वाह, अरे वाह, ओ राम्रो मौका छ तर फेरि पनि खराब सट महेशको। आफ्नो टिमलाई 2 को लिड दिलाउने राम्रो अवसर थियो महेशलाई। ओ बल भने कन्ट्रोल गर्न सफल। यहाँनिर साथीहरू बिच राम्रो अन्डरस्ट्यान्डिङ। ओहो, ओ विजयलाई दिएको यो पास हल्का हेभी हुन पुग्यो। विशाल, विशाल, 2 जना विशाल छन् यहाँनिर। राम्रो स्किल, राम्रो मौका छ। ओ र कोसिस पनि राम्रो हो तर विजय, अरे वाह, अरे वाह, ओ अरे वाह, चास छ शङ्करलाई यति बेला। अरे वाह, राम्रो सेभ, झन्डै झन्डै गोल भएको। न्युको आगनले आफ्नो टिमलाई कुनै पनि हालतमा लेभलमा ल्याउन चाहन्छ। इजी क्याच र यो लङ थ्रो, विजयले आउट यति बेला निष्ठुरी मायललाई। ओ महेश, महेशको पास विजयलाई, विजयको यो सट राम्रो हो तर फ्रेममा भने परेन। 2 को लिड गर्ने चान्स थियो। वरिष्ठ, ओ यहाँनिर राम्रो चेस्ट कन्ट्रोल। विशाल, अर्केला पास, अर्केला मौका छ र अर्केको निकै निकै फितलो सट यो र हाफको विसल। फर्स्ट हाफ सकिएको छ। फर्स्ट हाफसम्म नेस्टोरी मायालो 1 ले लिड गरिराखेको छ। हिउँको आगन भर्सेस नेस्टोरी मायालो र गेम सुरु भइसकेको छ। 6 versus 7। सुभाषको यो निकै खराब पास, ओ र अनावश्यक सट प्रहार गर्दै यति बेला विजय। विशाल, विशाल र यो मिठो पास, सट पनि राम्रो थियो र इन्टरसेप्ट भएको छ काउन्टरमा यति बेला। अरे वाह, अरे वाह, रेखामै छ बल तर बल आफ्नो कन्ट्रोलमा भने पार्न सकेन। गोल किक, किप बल। वरिष्ठ अभिनेता निर्माता ईश्वर थापाले क्यानाडाबाट निर्माण गरेको म्युजिक भिडियो हो हिउँको आगन र यो महेशको ब्याक पास त्यति राम्रो हुन सकेन। रेशम विश्वकर्माको म्युजिक भिडियो निष्ठुरी मायालो।
वाट अ साउन्ड। सायद विजय समस्यामा देखिन्छन्, खुट्टामा लागेको छ उनको। हो महेश हात्ती नपुगे महेश। हल्का चिजो लागेको अवस्था छ। ओए विजय बल खोज्न सफल। विजय बल अगाडि बढाउँदै हल्का हेभी हुनु पुग्यो। सूर्यले बल आफ्नो पक्षमा पार्न सफल। शङ्कर विशाल अर्केला पास। अर्केको यो थ्रु पास राम्रो थियो तर हल्का हेभी हुनु पुग्यो। विजय सूर्यले विजयलाई हाल पारिदिए। अर्के बल कन्ट्रोल गर्न सफल। विशालको पास शङ्खलाई। मिठो पास, चान्स छ। र यहाँनिर अन गोल, बाहिर जान सक्थ्यो बल तर भुवनले बचाउन खोज्दाखेरि झुकिएर भन्नुपर्छ अन गोल भएको छ। र यो गोलसँगै लेभलमा आएको छ गेम। निकै कडा भइरहेको छ र यो भुवनको सट आउट अफ टार्गेट र शङ्करको यो निकै खराब सट। वरिष्ठ अभिनेता निर्माता पनि ईश्वर थापाले क्यान्डाबाट निर्माण गरेको म्युजिक भिडियो हिउँको आँगन भर्सेस यहाँनिर रेशम विश्वकर्माको म्युजिक भिडियो नेस्टोरी मायाले बीच घम्सा घम्सी भइरहेको छ। अरे वाह माई गुडनेस वाट अ फिनिस यार। र 20 सालको यो फन्टास्टिक गोलसँगै यति बेला भने हिउँको आँगनले दोस्रो हाफमा लिड गर्न सफल 2-1। विजयको यो बललाई किपरले इजी क्याच गरेका छन् र अर्केको यो बल बाहिरिएको छ। किपर विजयलाई पास राम्रो कन्ट्रोल। माई गुडनेस राम्रो सर्ट थियो यो तर सिधै किपरको हातमा। र यहाँनिर यस्तो राम्रो मौका पनि गुमाउन पुगेका छन् महेशले। आत्तिन पुगे। आफ्नो टिमलाई लेभलमा ल्याउने मौका थियो महेशलाई। तपाईँले जर्सीमा हार्के लेखाएको छ भन्नु होला तर उनको नाम महेश हो। अरे वाह राम्रो सेभ यति बेला सुभाषको फ्यान्टास्टिक सेभ। र किपरको यो बल बाहिरिएको छ। कर्नरको मौका। राम्रो मौका थियो त्यस्तै राम्रो सेभ। र आउटको इसारा। हिउँको आँगनले अहिलेसम्म उहाँले लिड गर्दैछ 2-1। माई गुडनेस क्या मौका थियो।
झन्डै गोल भएको ओ फल ओ र विजयको यो सट त्यति राम्रो हुन सकेन शङ्कर शङ्करको यो दमदार सट आउट अफ टार्गेट र राम्रो बल यहाँनिर राम्रो मौका छ ओ लेभलमा ल्याउने मौका महेशले फेरि पनि गुमाएका छन् राम्रो पास what इजी क्याच र फेरि पनि महेशलाई बल महेशको निकै खराब पास ए विशाल लड्न पुगे शङ्करको यो अर्को सट फेरि पनि आउट अफ टार्गेट र आफ्नो टिमलाई लेभलमा ल्याउनको लागि किपरले सिधै अगाडि फ्यालिदिएका छन् महेश र भुवनलाई बल फाल्ने प्रयास र वा राम्रो बचाउ र भुवनको खुट्टा बल बल रोक्न सफल महेश भुवन राम्रो सास महेशलाई राम्रो मौका यति बेला र फेरि पनि महेशको यो निकै खराब सट चान्स पे चान्स पाइराखेको छ तर गोलमा परिणत गर्न भने असफल अहिलेसम्म मात्रै वानले लिड छ अर्केको यो हेड त्यति राम्रो हुन सकेन र लास्ट आउटको व्हिसल यति बेला र गेम फाइनली सकिएको छ वरिष्ठ अभिनेता निर्माता ईश्वर थापाले क्यान्डाबाट निर्माण चलचित्र भन्दा म्युजिक भिडियो भनौँ हिउँको आँगनले 1ले लिड गर्न सफल 2-1 नेस्टुरी मायालो 1 हिउँको आँगन 2 हिउँको आँगन टिमलाई धेरै धेरै बधाई चलचित्र होइन म्युजिक भिडियो साथीहरू र सबै खेलाडी साथीहरूलाई सहभागी हुनुभएकोमा धेरै धेरै धन्यवाद